नेपाली हो ए ठ्याक्कै फिलिपिनो जस्तो कि हेलो गाइस नमस्ते एन्ड वेलकम ब्याक टु अनदर ब्लग सो आजको ब्लग थर्सडे मेरो छुट्टी फेरि पनि बाहिर आएका छौँ आज चाहिँ रम्बल गाडीतिर नजाउँ भनेर कति यसो सहर बजारतिर पनि डुल्नुपर्छ भनेर हामी अहिले देरा सिटी सेन्टरतिर छौँ अनि यो गर्मीमा चाहिँ गाह्रो हुँदो रहेछ हिँड्नको लागि होइन अनि हाम्रो सरले छुट्टी लिनुभएको छ 1 महिना छुट्टी कस्तो भइरहेछ सर छुट्टी एकदम रमाइलो छ घुमघाम भइरहेछ हिँड्दास छ नि गर्मीमा कतिको हिँड्नु पर्दो रहेछ अनि गर्मीमा ज्यान तताउनु पनि रहेछ पुरा हिँड्नलाई यो भित्रको दुबईको एसीमा बसेर काम गरिन्छ पुरा शरीर जाम हुन्छ जाम त्यसको लागि यहाँ पनि त्यस्तै इन्भाइरोमेन्टल बनाइदिएर अब भित्र एसी नभएको बस्नु नसक्यो नि बाहिर तताउनुलाई घाममा निस्किनु पर्ने हुन्छ अनि गाह्रो छ हेर्नुहोस् अब यस्तो छ अहिले ठ्याक्कै हामी देरा सिटी सेन्टरतिर छौँ सो गाइस बिल्डिङको फ्लोर हेर्नु पऱ्यो भने लोकेसन हेर्नु पऱ्यो भने यसरी स्क्रिन राखिदिएको छ टक्क थिच्ने कुन फ्लोरमा जाँदा पनि हुन्छ वाउ सुपर ल यति बेला हामी डेरा सिटी सेन्टरमा आइपुगेको छौँ रमाइलो छ ठ्याक्कै 11 पनि बजिसक्यो अब यो मार्केट बन्द हुने बेला भएछ धेरै जसो पसलहरू बन्द भइसक्यो कपडा पसलहरू छ टक्क हामी अब काम सकेर हामी फर्किँदैछौँ बाहिर जान्छौँ बाहिरको माहौल एकदमै गरम छ यहाँ चाहिँ अलि शीतल शीतल नै छ अब एकजना साथी चाहिँ आउनु भएको छैन हाम्रो रमेशजी आहा गर्न जाने भन्ने कुरा गर्नुहुन्छ आज सलारी पनि आएको छ मान्छेहरूले होइन सर आहा गर्ने ठाउँ फेरि देरा हो है देरा दुबई हामी बाहिर निस्किन्छौँ एलिभेटर होइन एक्सिलेटर भन्छ यसलाई टक्क हामी बाहिर निस्किन्छौँ अब यसो ल अलिकति काम थियो काम पनि सक्यो रातिको बेला मजै आउँछ रातिको बेला घुम्नलाई होइन जस्तो त्यति गर्मी हुँदैन दुबईमा फेरि घुम्नु राति नै हो दुबई आउँदा 7 बजीदेखिको 12 बजीसम्म ल हामी यसो जाउँ न सर यताबाट घुम्ने ढोकाबाट के ल हिँड्नुहोस् त टक्क यो घुम्ने ढोका हो कि अहिले हामी सिटी सेन्टरबाट बाहिर निस्किएका छौँ बाहिरको मौसम भने अलिकति गर्मी छ यहाँ खासै गर्मी त होइन 2015 को कम्पेयर गर्ने भने यति बेला गर्मी त छैन तर भन्न मिल्दैन अस्तिको एरिया चाहिँ साह्रै थियो यार भैरुवा बुटोल भन्दाखेरि यार बुटोल त राम्रै छ सुनौली गोरखपुरतिरको एरिया थियो कि अलिकति त्यही पनि धेरैले माया गर्नुभएको छ त्यो भिडियो अहिले हामी चाहिँ ठ्याक्कै सिटी सेन्टर सकेर अब रिग्गातिर जाँदैछौँ त्यसरी चाहिँ कुदाइराखेको हुन्छ साइकलहरू नि तपाईँ ठ्याक्कै यार यो कपडा नलाउनु होला के यो कपडा लाउँदा ठ्याक्कै जोन सेना यार अझ हेर जोन सेना भन्दा कम छ सर ल हेर्नु त टोपी अलिक कालो भएछ ठ्याक्कै यो कपडा लाउँदा ठ्याक्कै जोन सेना दामी ल देरा सिटी सेन्टर पनि घुमियो अहिले हामी अलरिग्गातिर जाँदैछौँ अब यो रिग्गा भन्ने साइडमा एउटा साथी एउटा फुटबल प्लेयर आउँदै हुनुहुन्छ उहाँलाई पनि हामीले यही ब्लगमा स्वागत गर्छौँ जेठको छोरा हुनुपर्छ तपाईँ हो घुम्नलाई पनि गर्मी छैन दुबईमा त्यति पहिलाको जस्तो गर्मी छैन अहिले निकै के अरे शीतल त छैन तर गर्मीमा त अब अलिअलि गर्मी हुनै पर्यो पहिलाको जस्तो गर्मी छैन भनौँ न यहाँनिर ठ्याक्कै मामा पनि आएको छ अब पछाडिपट्टि छ मामा होइन यो मामालाई के भन्नुहुन्छ हजुरहरूले केही नभन्नु होला फेरि के भन्नुहुन्छ सोधिहालेँ केही नभन्नु होला मलाई गाह्रो हुन्छ हेर्नुहोस् है 999 पुलिसको नम्बर हो दुबईको कुनै पनि इमर्जेन्सी छ भने यहाँहरूले चाहिँ 999 मा तुरुन्त कन्ट्याक्ट गरेर चाहिँ जानकारी लिन सक्नुहुन्छ देरा क्लक टावर दामी चाहिँ यहाँनिर घडी
पहिला घडी मात्रै राखेको थिएँ यहाँ होइन ओमेगाको। अहिले टक्कै बाहिरपट्टि तलपट्टि पुरा लाइटेनिङ बनाएको छ। यहाँ लाइटहरू पनि हालेको छ। फुलहरू टक्कै ल हेर्नुहोस्, दामी छ फुलहरू। याउ रातिमा दामी देखिरहेछ फुल त। सबैमा यति गर्मी छ है, तर पनि बुट्टाहरू के प्रायः जसो निमपत्ताको बुट्टा हुने के दामी। निमपत्ता हुने छ यार। त्यो एउटा बिल्डिङ छ यहाँनिर दामी लाग्यो के, म्यारियट एक्जिक्युटिभको। हेर्नु न, 2टा अपार्टमेन्ट जोडेको छ कि पुलमा, ब्रिजमा। दामी छ कि। वाउ भाइ चाहिँ प्लेयर होइन, फुटबल प्लेयर। 12 घन्टा ड्युटी गरेर पनि जान्छ लागि लगभग 16-17 घन्टा कन्टिन्यू उसै पऱ्यो भने 24 घन्टा पनि सुत्दैन क्या। हिजोको सेमी फाइनल को पऱ्यो? न्यू बोइज र ग्रिन सिटी। यदि दुबईमा तपाईँ पनि फुटबल खेल्दै हुनुहुन्छ भने भाइले कन्ट्याक्ट गर्नु होला। यहाँ हुनुहुन्छ ग्रिन सिटीका फुटबल प्लेयर मिस्टर गुरुङ। आबुधाबीदेखि तपाईँको के भन्छ रसल खामा है। दुबईमा यदि फुटबल खेल्दै हुनुहुन्छ भने उहाँलाई सम्झिनु होला है। तपाईँ फाइनल कलेज जित्छ त अनि फाइनल ग्रिन सिटी इलाम दुबईमा है। अब हामी डोजर किन्छौँ। नेपालीहरूको लागि बेस्ट अफ डोजर लाने, त्यही लाने। ल यो डोजर है, सानो पिस गरिदिनु छ। काट्ने सिस्टम चाहिँ दामी के हो। चचे पनि किन्ने हो होइन। डोजरमा साग मिसाउने अरे। अब साग चाहिँ कस्तो साग रहेछ, खोइ साग देखाउनु त सर कस्तो रहेछ। यो कुन साग हो यसो कमेन्ट गर्दै गर्नु होला है। केराको के भन्छ यसलाई सर? बुङ्गा। बुङ्गालाई पनि बेच्दो रहेछ हेर्नुहोस् है। सिमीको गेडालाई 9 रुपियाँ 95 पैसा भनेपछि यसलाई 350 भन्दा धेरै पर्यो। ए नेपाली हो ए, ठ्याक्कै फिलिपिनो जस्तो कि छानेर आएछ। No, I'm not asking. The big YouTuber subscribe करो and bell icon press करो. रुममा पनि आइयो होइन।